नमस्ते सबैजनालाई यो भिडियोमा चाहिँ मैले चाहिँ हजुरहरूलाई फुल प्रोसेस भनिदिनेछु आइमाको रिन्युअलको। हजुरको जुन 30 2025 भन्दा अगाडि भओस् कि हजुरको अक्टोबर नोभेम्बर होइन अगस्त जुलाईतिर भओस्, यो भिडियोले हजुरलाई हेल्पफुल हुनेछ। त्यही भएर यो भिडियो एन्डसम्म हेर्नु होला। र यो भिडियोमा चाहिँ मैले हजुरलाई दुईटा पोर्टल देखाउने छु र रेजिस्टर पनि देखाउने छु। त्यही भएर चाहिँ यदि इन्फर्मेसन हेल्पफुल लाग्यो भने चाहिँ सब्सक्राइब गर्न सक्नुहुन्छ र टिकटकमा गएर फलो नि गर्न सक्नुहुन्छ। वहाँ मैले छोटो तरिकाले हेल्पफुल तरिकाले चाहिँ वहाँ डेली भिडियो आउँछ र च्यानलमा चाहिँ हजुरको लङ फुल्ली एक्सप्लेन्ड भिडियो आउँछ है त। अब यसमा हजुरको चाहिँ आइमामा के हुन्छ भन्दा चाहिँ आइमा सर्च गर्नुभयो भने चाहिँ हजुरको यो सबैभन्दा पहिला यो खुल्छ आइमामा। यसरी आइमा मात्र सर्च गर्ने, त्यसपछि यो खुल्छ सबैभन्दा फर्स्टमा। बाँकीमा क्लिक नगर्नुहोस्, कुनै हजुरको फेक नि हुनसक्छ। फर्स्टमा जुन आउँछ नि, अब कुनै बेला फर्स्टमा स्पोन्सर भनेर आउँछ, त्यस्तोमा नि क्लिक नहुनु। लास्टमा आइमा.gov.pt भन्ने यो जुन हुन्छ त्यो चाहिँ हजुरको रियल हुन्छ। यो डोमेन चाहिँ रियल हो, त्यही भएर रियल चाहिँ त्यसरी पत्ता लगाउने अनि त्यहाँ क्लिक गर्ने। अनि यो क्लिक गरेपछि हजुरको चाहिँ यो आउँछ। यो चाहिँ हजुरको चाहिँ 2020 देखि 2025 को जुन 30 भन्दा अगाडिको लागि हो। यदि नोटिफाई भएन भने, नोटिफाई भयो नि नभए नि हजुरले यहीँबाट रेजिस्टर गर्नुपर्छ। यसमा क्लिक गर्नुहोस् र यसमा चाहिँ हजुरको अप्सनहरू आउँछ। यो अप्सनमा चाहिँ म इङ्ग्लिस गरिदिन्छु अहिलेको लागि हजुरहरूलाई। यसमा हजुरको रिन्युअलको नम्बर होइन, जुन हजुरको एक्सपाइरी कार्डको नम्बर, एक्सपाइरी डेट, अनि फोन नम्बर र जुन इमेल हजुरसम्म अहिले करेन्टली छ नि, जुन चाहिँ हजुरले युज गर्नुहुन्छ त्यो इमेल। अनि सावधान है, इमेलको स्टोरेज चाहिँ फुल नभओस् होइन। इमेलको स्टोरेज चाहिँ हजुरले फुल हुन भएन। र डिस्ट्रिक्ट, जुन डिस्ट्रिक्टमा हजुर बस्नुहुन्छ, यहाँ भेरियस टाइप्स अफ डिस्ट्रिक्ट छ, त्यसमा हजुरले डिस्ट्रिक्ट गर्न सक्नुहुन्छ। यसमा चाहिँ पर्तुगिज चाहिँ सेलेक्ट गर्नु, किनभने इङ्ग्लिसमा चाहिँ कुनै राम्रो देखाउँदैन होइन। जस्तो यहाँ इङ्ग्लिसमा छ भने ठहर, ग्रेसफुल जस्तो कुनै जुन डिस्ट्रिक्ट छैन नि नाम त्यस्तो पनि देखाउँछ। त्यही डिस्ट्रिक्ट सेलेक्ट गर्ने बेला पर्तुगिज गर्नु सजिलो। र क्याप्चा हाल्नुहोस्, यहाँ जुन देखिन्छ त्यो क्याप्चा हालेर सबमिट गर्नुहोस्। त्यसपछि सबमिट गरेपछि हजुरलाई इमेल आउँछ। इमेल आएपछि चाहिँ हजुरलाई इमेलमा कन्फर्म गर्न पर्ने हुनेछ। कन्फर्म गरेपछि चाहिँ हजुर भोल्तार आउनुहोस् र यहाँ क्लिक गर्नुहोस् र यसमा चाहिँ हजुरको तीनटा अप्सन छ। तीनटा अप्सनमा चाहिँ आर्या पेसुअलमा जानुहोस्। र यो चाहिँ हजुरको अहिले जुन बोल्यौँ म, जुन 30 2025 भन्दा अगाडिको लागि यो प्रोसेस हो है त। अब यसमा आर्या पेसुअलमा जानुहोस् हजुर। यसमा गएपछि चाहिँ फरगट पासवर्डमा जानुहोस् र हजुरले जुन इमेल हाल्नुभएको थियो, जुन इमेलबाट कन्फर्म गर्नुभएको थियो, त्यो इमेल चाहिँ यदि कन्फर्म गर्नुभयो भने चाहिँ यसमा त्यो इमेल हाल्नुहोस् र हजुरको डेट अफ बर्थ हाल्नुहोस्। अनि रिकुपरार पालाब्रा पास भनेको चाहिँ फरगट पालाब्रा पास। यो चाहिँ किनभने यो चाहिँ हजुरको चाहिँ फरगट पासवर्ड गर्ने, किनभने पासवर्ड असम बनाएको छैन र लगइन हुनको लागि हजुरलाई पासवर्ड चाहिन्छ। त्यही भएर चाहिँ यो चाहिँ हजुरको पासवर्ड बनाउनको लागि आएमा, त्यही भएर यो गर्नुहोस्। र यसको लागि नि इमेल आउँछ। इमेलमा क्लिक गरेर चाहिँ त्यहाँ हजुरले पासवर्ड बनाउन सक्नुहुन्छ, राख्न सक्नुहुन्छ। त्यसपछि चाहिँ हजुरले ब्याक आउनुहोस् र यसमा अघि यसमा गएको थिएँ मैले चाहिँ यसमा जानुहोस् र इमेल र पासवर्ड हालेर लगइन गर्नुहोस्। इमेल र पासवर्ड हालेर लगइन गर्दाखेरि चाहिँ हजुरको चाहिँ अप्सन्स देखाउँछ। यदि हजुरको एक्सेस निकाल्नु भनेर प्रब्लम देखायो भने वेट गर्नुहोस्, केही हप्ता फिक्स हुन्छ। यदि हजुरको चाहिँ मानम डाटा इन्भ्यालिड भन्यो भने चाहिँ फेरि रेजिस्टर गर्नुहोस् र कन्फर्म गर्नुहोस्। अब यो के भनेको छु त्यो चाहिँ हजुरले टिकटकमा गएर हेर्न सक्नुहुन्छ। त्यसको धेरै नै प्रब्लमहरू मैले त्यसमा भनिदिएको छु होइन। अनि त्यसपछि चाहिँ हजुरले के गर्न सक्नुहुन्छ भन्दा लगइन गरेपछि चाहिँ अप्सन देखाउँछ अथोराइज गर्ने, रेफरेन्स नम्बर जेनेरेट गर्ने र पासवर्ड र त्यसपछि चाहिँ हजुरको रेफरेन्स नम्बर जेनेरेट गरेपछि चाहिँ पे गर्ने, मल्टिब्याङ्ककोबाट पे गर्ने। अनि त्यसपछि चाहिँ हजुरले एक दिन पछि चाहिँ हजुरको अपडेट हुन्छ। लगइन गरेर चेक गर्नुहोस् होइन, स्ट्याटसमा पागो भनेर देखाउँछ। त्यसपछि चाहिँ हजुरको पे गरेको 10 दिनभित्र, स्ट्याटस चाहिँ पेड भनेको 10 दिनभित्र चाहिँ हजुरको अपोइन्टमेन्टको इमेल आउँछ। अपोइन्टमेन्टको इमेल आएपछि चाहिँ हजुरको त्यो अपोइन्टमेन्टको डेटभन्दा पहिला चाहिँ अनलाइनबाट डकुमेन्ट अपलोड गर्न पर्ने हुन्छ र डकुमेन्ट चाहिँ हजुरसँग सब हुनपर्छ। त्यसको पनि मैले छुट्टै भिडियोहरू बनाएको छु, थुप्रै भिडियोहरू टिकटकमा छ। त्यहाँ गएर हजुरले केही मिनट निकालेर हेर्न सक्नुहुनेछ। धेरै नै युजफुल भिडियो छ। अहिलेको लागि चाहिँ यति नै।
केही पर्यो भने भन्नुस् हैन। अब जुलाईको लागि चाहिँ यो हेर्नुस् है त। अब अहिले भने मैले जुनको लागि, जुलाईको लागि नि हजुरले यसमै गरेर गर्न सक्नुहुन्छ। यसमा क्लिक गर्ने हैन, भोल्टार गर्ने, भोल्टार गरेपछि यसमा अप्सन देखाउँछ रिनोभस जाने र यसमा जाने र यसमा चाहिँ तल्लोवालामा Portal de Renovações para títulos expirados a partir de 1º julho de 2025 मा यसमा क्लिक गर्न सक्नुहुन्छ। कि त स्क्रोल गर्ने अनि यसमा क्लिक गर्ने, दुईटैमा क्लिक गर्दा हजुरको सेम ठाउँमा पठाउँछ। हेर्नुस् है त, दुईटैमा क्लिक गरेर मैले सेम ठाउँमा पठायो। त्यसपछि चाहिँ हजुरले इन्ट्रार गरेर यसमा एकाउन्ट क्रिएट गर्ने, इमेल हाल्ने, रेसिडेन्सी कार्ड हाल्ने, तर यसमा चाहिँ निफ हाल्न पर्छ अनि डेट अफ बर्थ अनि एकाउन्ट क्रिएट गरेपछि चाहिँ हजुरको त्यस्तो सेम प्रोसेस हुन्छ। डिफरेन्ट भनेको चाहिँ हजुरको के हो भन्दा चाहिँ डकुमेन्ट्सहरू डिफरेन्ट माग्न सक्छ यसमा हैन। त्यो हजुरलाई थाहा नै छ। यदि थाहा छैन नि टिकटकमा मेरो भिडियोजहरू हेर्नुस्, त्यहाँ धेरै राम्रो मैले एक्सप्लेन गरेको छु। अनि त्यसपछि यो भएन नि फरवर्ड पासवर्ड गर्नुस्। फरवर्ड पासवर्ड गर्दा इमेल र तिलो रेसिडेन्सी भनेको त्यही रेसिडेन्सी कार्डको नम्बर माग्छ र हजुरले यहाँ आएर लगइन गर्न सक्नुहुनेछ। अनि लगइन गरेपछि हजुरको त्यही प्रोसेस हो है त। ल साथीहरू, यदि केही पर्यो भने मलाई टिकटकमा मेसेज गर्न सक्नुहुनेछ र यदि भिडियो हेल्पफुल भयो भने लाइक र सब्स्क्राइब गर्नुस् र टिकटकमा पनि फलो गर्नुस्। नेक्स्ट भिडियो छिटै आउनेछ। धन्यवाद।